हेलो गाइस सबैजनालाई नमस्कार। तपाईहरुलाई फेरि नयाँ भिडियोमा स्वागत छ हैन। आज पनि हामीले मुकबाङ गर्न लागेको छौं। मुकबाङ गर्न लागेको छौं। त्यही हो। अनि धेरै पछाडीको भिडियो पनि रहेको छ। धेरै पछाडी हाल्दै छु मेरो युट्युब च्यानलमा। त्यही हो। अब सबैजनाले राम्रो मानेर हेरिदिनु होला। आज चाहिँ हामी टक्क लाएर त्यही करेन्ट छ, पानीपुरी छ। अब त्यहाँ भिडियोमा देखिहाल्नुहुन्छ तपाईहरुले। अनि चिसो पानी छ, के गर्नु अब ड्यू स्प्राइट खाने अब अलिक छैन हैन। अनि अलिक त्यही भएर त्यही हो। अब हामी चाहिँ खान्छौं। सबैजनाले राम्रो मानेर हेरिदिनु होला। हस् त, अब हामी खान थाल्यौं है त। ल सुरु गरौँ। सुरु गर्नु ल। यो चाहिँ फर्स्ट बाइटै। चिसै भइसक्यो। लाज नमानी लगाउँ नि भन्नु। आजपछि पानीपुरी चाहिँ पर्खाइन्छ हो। कसम पिरो चाहिँ हो। करेन्ट भन्ने त अब अलिक पानीपुरीको पानीमा अमिलो बढी भयो नि। खोर्सानी भएन कि के कस्तो टक्क लाग्छ सेयर गरिदिनु होला, कमेन्ट गरिदिनु होला। त्यही हो। अनि मेन कुरो सबैजनाले युट्युब च्यानलमा गएर आशिष ब्लग छ, टक्क सब्स्क्राइब गरिदिनु पर्यो हैन। तपाईहरुको सपोर्ट चाहियो। म चाहिँ खाँदै बोले अलिक के भने अलिक पिरो भयो अनि गमम खान सकिनँ। त्यही भएर यो अर्काको भाग हुने बानी छ भन्नु। चम्चा तर्क लिने बेला यसले खाइन्छ। पानी चम्चा कहाँ हो? राम्रो।
यो वाला चाहिँ सानो गरेको के त्यो वाला पनि पानीपुरी पिउनु हुन्छ मसला पाउने वाला चाहिँ यसो करेन्ट हालेर पनि टेस्ट हान्दैन पानीपुरी कस्तो हुँदो रहेछ कलाएर मैले सिङ्गान झरे घिउ झरिसक्यो सिङ्गान झरे घिउ झरिसक्यो के थपिदिउँ त घिउसँग मिठो हुन्छ करेन्ट के थपिदिउँ त घिउसँग मिठो हुन्छ करेन्ट दिएपछि त अलिअलि थपथाप गरेर दिनु नि अरू पनि दिएपछि त अलिअलि थपथाप गरेर दिनु नि अरू ओके यत्रो प्याज खाएर म सुतेको भने भोलि फेरि टेस्टमा आएन भने चाहिँ डराएर मिस्ने भोलि टेस्ट चाहिँ होइन है सरी ल हो भोलि त जहिले पनि टेस्ट मात्र भन्छ यिनीहरू मिसले टेस्ट नै गराउँछ भनेको छैन पाठै सकेको छैन अनि हिजो पनि मेरो साथ त उडाइदियो होइन साथीहरू यस्तो म अब मिसले त टेस्ट नै भन्नुभएको छैन अनि टेस्ट भन्छ हो अनि म त साथै उडिगयो नि मन झुकझुकाउँदै कलेज गएको अझ चाहिँ कलेज छ क्या हाम्रो चाहिँ बिहानको जानुपर्छ अनि टक्क मन झुकझुकाउँदै तर चाहिँ स्कुल लाइफ कलेज भन्छ नि त जे हो नि टक्क बिहान उठेर जानुपर्छ अनि टक्क गएको होइन फर्स्टमा अनि टक्क म चाहिँ टेस्ट हो भनेर कुनातिर बस्यो क्या टक्क चिट्चोर्नु सजिलो हुन्छ अनि भरे त मिस आउनुहुन्छ जे के गर्नु होमवर्क चाहिँ गर्दै टाइम बितिगयो के को टेस्ट अनि भोलि पनि टेस्ट भनेर टक्क मलाई डराइदिइरहेछ क्या तर भोलि पनि टेस्ट हुँदैन त्यो पाठ सकेको छैन भन्नु पैसा छैन अगाडि के गर्छ भन्नु त बितेर यो चाहिँ ड्यू स्प्राइट फ्यान्टा भन्दा यो अर्ग्यानिक पानी यो चाहिँ ड्यू स्प्राइट फ्यान्टा भन्दा यो अर्ग्यानिक पानी खोलाको ड्यू मिठो नेचुरल ड्यू भन न नेचुरल ड्यू भन पानी खोइ यहाँ लगाइदिउँ मेरो दाँत चाहिँ चबाउँदैन Oh my god! खाइदिनु सो आजलाई चाहिँ यति नै अब त्यही हो गाइज सबैजनाले सपोर्ट गर्नु पर्यो होइन जे जस्तो भयो पनि भिडियो नराम्रै भयो पनि सपोर्ट गर्नु पर्यो टक्क अब खासै सब्सक्राइबर त छैन तर पनि तपाईँहरूको सपोर्ट भयो भने त धेरै हुन्छ नि त एक सब्सक्राइबरले कति हुन्छ नि त्यही हो युट्युबर बन्ने ठुलो ढोको छ यसो सक्दो म राम्रो बनाउने अब यसो राम्रो बनाउने कोसिस गर्छु होइन टक्क लगाएर कस्तो छ त भनाइ ठिक छ कि छैन एकदम बप्पा कस्तो छ त कारी सपोर्ट चाहियो नि त अनि त्यही हो जति सक्दो राम्रो बनाउने कोसिस गर्छु त्यही हो राम्रो भयो लाइक हानिदिनुहोस् राम्रो भएन भने अनलाइक होइन कमेन्ट गरिदिनुहोस् त्यही हो गाइज होइन कमेन्ट हो अनि त्यही हो अनि नयाँ हुनुहुन्छ भने टक्क सब्सक्राइब गरिदिनु होला पुरानो हुनुहुन्छ भने लाइक कमेन्ट सेयर सबैजनाले गरिदिनु होला ठोकिदिनु होला हस्त बाइ आजलाई यति नै भन्दै फेरि अर्को नेक्स्ट भिडियोमा
हामी यसरी नै जोडिनेछौँ। हस्त ल, अब चाहिँ नमस्कार। उहाँको नमस्कार अगाडि नै आएको थियो। हस्त ल।